नमस्कार साथीहरु, मोबाइलबाट एनपीएल सिजन 2 लाइभ कसरी हेर्ने? यदि तपाईहरु अहिलेसम्म एनपीएल सिजन 2 का म्याचहरु हेर्न पाउनु भएको छैन भने तपाईहरु यो भिडियोबाट एनपीएल सिजन 2 का सम्पूर्ण म्याचहरु स्टार्ट देखि इन्ड सम्म सजिलैसँग हेर्न सक्नुहुन्छ। भिडियो सुरु गर्नुभन्दा पहिले भिडियोको लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला। सबैभन्दा पहिले तपाईहरुले एनपीएल सिजन 2 का लाइभहरु आफ्नो मोबाइलबाट हेर्नको लागि तपाईहरु सजिलैसँग प्ले स्टोरबाट तपाईहरुले डिसम गो एपलाई डाउनलोड गर्नुपर्ने हुन्छ। यसमा चाहिँ मैले डिसम गो एप डाउनलोड गरेर यसमा चाहिँ मैले यसमा आईडी क्रिएट गरेको छु। जस्ट तपाईहरु यसमा डाउनलोड गरेर ओपन गरेर यसमा तपाईहरु एलाउ गर्न सक्नुहुन्छ। मैले अलरेडी यसमा चाहिँ डाउनलोड गरेर यसमा मैले आईडी क्रिएट गरेर यसमा चाहिँ एलाउ गरेर सम्पूर्ण एउटा यस्तो इन्टरफेसमा आएको छ। अब तपाईहरुले यसमा आफ्नो तपाईहरु सजिलैसँग जीमेल राखेर त्यसैगरी तपाईहरु सजिलैसँग आफ्नो फेसबुक अथवा गुगल एकाउन्टबाट त्यसैगरी तपाईहरु आफ्नो कन्ट्याक्ट नम्बर जुन फोन नम्बरबाट सजिलैसँग यसमा आईडी क्रिएट गर्न सक्नुहुन्छ। अब आईडी क्रिएट गरिसकेपछि तपाईहरु मोरमा टच गर्नु होला। यसमा चाहिँ म मोरमा आएको छु। मोरमा आइसकेपछि तपाईहरु सजिलैसँग यसमा तपाईहरुलाई सब्स्क्रिप्सन भनेर दिएको हुन्छ। जस्ट तपाईहरुले त्यसमा टच गर्नुपर्ने हुन्छ। जस्तै यसमा चाहिँ मैले माई प्लानमा टच गर्नेबित्तिकै यसमा चाहिँ जुन एनपीएल सिजन पास भनेर दिएको छ, जुन यसमा चाहिँ एक्सपायरी डेट यसमा शो गरेको छ। तपाईहरुको पेमेन्ट गरिसकेपछि यसरी शो गर्छ। जस्तै तपाईहरुले प्लान लिने बेला जस्ट यसरी शो गर्छ। जस्ट चुज प्लानमा टच गर्नु होला। सबैभन्दा पहिले यसरी चुज प्लानमा टच गर्ने बित्तिकै तपाईहरु सजिलैसँग यसमा विभिन्न किसिमको पेमेन्टहरु मेथडहरु रहेका छन्। जस्तै तपाईहरु खल्ती त्यसैगरी ई सेवा त्यसैगरी भिसा कार्ड रहेको छ, जस्तै क्रेडिट अथवा डेबिट कार्ड भनेर दिएको छ। अब यिनीहरु जुन मेथडबाट तपाईहरु सजिलैसँग पेमेन्ट गरेर तपाईहरु एनपीएल सिजन 2 का जुन लाइभहरु सजिलैसँग यो एपबाट हेर्न सक्नुहुन्छ। जस्तै मैले ई सेवालाई टच गरेर यसमा सब्स्क्राइब नाउ यसमा मैले टच गरेको छु। टच गर्ने बित्तिकै यसमा अलरेडी सब्स्क्राइब भनेर आएको छ। मैले यसमा 300 रुपैयाँ जुन चार्ज लाग्ने तिरेर यसमा मैले जुन सब्स्क्रिप्सन लिइसकेको छु। तपाईहरु सजिलैसँग लिइसकेपछि तपाईहरु अब सम्पूर्ण म्याचहरु हेर्नको लागि जस्ट लाइभ यसरी सजिलैसँग हेर्न सक्नुहुन्छ। जस्तै यसमा वाच नाउमा टच गर्ने बित्तिकै तपाईहरुको यसमा लाइभ शो गर्छ। तपाईहरु सजिलैसँग यसरी एनपीएल का सम्पूर्ण लाइभहरु सजिलैसँग हेर्न सक्नुहुन्छ। जस्तै यसमा शो गरेको छ। यसरी सजिलैसँग तपाईहरु आफ्नो मोबाइलबाट डिसम गो एपलाई जुन डाउनलोड गरेर एउटा आईडी बनाएर तपाईहरु 300 को जुन सब्स्क्रिप्सन लिएर सजिलैसँग आफ्नो मोबाइलबाट तपाईहरु एनपीएल लाइभ सजिलैसँग हेर्न सक्नुहुन्छ। साथीहरु, भिडियो कस्तो लाग्यो मनमा लागेको जिज्ञासा तल कमेन्ट बक्समा राख्न नबिर्सनु होला। यस्तो भिडियोहरुको लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला।